Hey guys, welcome back to my new video. So आज हामी जान लागेको पौडी खेल्न खोलामा। तर धेरै ठुलो छैन चाहिँ खोला हैन, जस्ट नौलिरहेको चाहिँ छ के। हेर्नु न मेरो कपाल यस्तो वडा गाइस, हामी चाहिँ यहाँ पुगिसक्यो हैन, यो रोडमा हैन। हेर्नु यो फुच्चाहरु दौडेको एक्साइटेडमा हैन। हामी चाहिँ टक्क पौडी खेल्न जान लागेको हैन। गर्मी नै भइरहेछ हैन। के भल पिर्दिन्छ अघि नैको भिडियोमा पनि योमा नि साउन्ड साना होला, सो एडजस्ट गरिदिनु होला। यो भिडियोको लागि साउन्डै सानो आइरहेको कि। ल म यहाँ तल भेट्छु है त तपाईँहरूलाई। अब सो गाइज हामी चाहिँ आइसक्यो होइन। टक यहाँ खोला देख्न सक्नुहुन्छ। हामी चाहिँ यो बाटो आयो होइन। यहाँ पनि पहिरो गएको रहेछ हेर्नु न। टक्कलाई यति ठुलो पहिरो गएर यहाँ नि हालत त्यही भएर हामी चाहिँ टक्क जाँदैछौँ। हामी सायद यता जान्छ होला, म भ्यू देखाउँछ त तपाईँहरूलाई। पौडी जानला होइन, पौडी खोला। सो हामी चाहिँ यहाँ छ होइन, त्रिशुली खोला। यो चाहिँ ठुलो त्रिशुली खोला होइन। अब यहाँ त अब त्यस्तै हो पौडी खेल्न। यो फुचेर नसक्ने भएर हो कि हामी जान लागेको उ त्यता पर्छ होला। हो यो छाब्रो हो, यतातिर पर्छ होइन, यतातिर पर्छ होला। सो अब जाँदै गरौँ। सो अब ढिलो के गरौँ होइन, कति बजी पौडी पनि खेल्न मन लागिरहेको होइन। म यहाँ टक्क फेरि साइड पनि मिल्यो क्या। घरमा दिदी हुनुहुन्छ, दिदी बसिरहनु भएको छ। अनि यो त यो भइहाल्यो। यो त पहिला पनि मेरो भ्लग बनाउँथ्यो नि त यसले, हेर्नु भयो होला त्यो भ्लग। अब मेरो अनि मेन कुरो, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु र लाइक र कमेन्ट गरिदिनु होला। केही कमी छ भने भनिदिनु होला र अर्को भिडियोमा त्यो कमी पुरा गर्नेछौँ। सो होइन हामी चाहिँ टक्क यो छ नि, यो मकै बारी देख्नु भएको नि, यहाँबाट हुँदै जानुपर्छ कि। यहाँ हेर्नु न, यो चुमुक भएको पौडी खेल्ने भनेपछि त सानो होला होइन। फेरि अति नै बदमास छ के। अब हामी टक्क जान्छौँ होइन। अब के भने हेर्नु भ्यू, डाँडा हेर्नु न यहाँ फेरि वाट भ्यू होइन। डाँडाको बिचमा टक्क यस्तो डाँडाको बिचमा होइन। हेर्नु न डाँडा यता चाहिँ फेरि होइन, यो डाँडाभन्दा अलिक यतापट्टि यिनीहरूको असली गाउँ पर्छ क्या। तारेभिर होइन, तारेपारा होइन। तारेभिर त कता काठमाडौँ त यहाँ साइक्लिङ उठ्यो भने त फेरि हामी अब टक्क आइपुग्न त के भन्ने, अझै हिँड्नुपर्छ। यस्तो घाममा होइन, घाम हेर्न सक्नुहुन्छ नि। घाम भइहाल्यो। उता हेर्नु न पुल पनि फेरि यो त लामो हो क्या। खोलै राम्रो भइसक्यो, पुल त राम्रो भइहाल्यो नि होइन। सो एक्साइटेड त छु होइन एकदमै पौडी खेल्न भनेर। गर्मी नै भइरहेको नि त, रुगाल त हल्का चेपिरहेको, त्यही पनि मतलब भएन कि पौडी खेल्न भनेपछि त खेल्ने नि हो। पौडी त खेल्दिनँ होइन। अनि टक्क यसो घुमघामली गर्नै पऱ्यो। गाउँतिर आएपछि गाउँतिर भन्दा नि भान्जा घर आइदिएको। अब यिनीहरूको भर्ना गरिदिनु पऱ्यो रे। स्कुल पनि खोल्यो होला अब यिनीहरू नबढेसम्म। स्कुल खोलेन भने त भाइ मोज छ कि यिनीहरूलाई फेरि। त्यही भएर अब भर्ना गरिदिने होइन। भर्ना गर्दैन अनि हामीले टक्क काठमाडौँ जानु पऱ्यो। फेरि यस्तो भ्लग हालिहाल्ने, धेरै पछि हाल्यो कि यो भ्लग पनि, त्यसको लागि चाहिँ माफी चाहन्छु होइन। सो मैले पहिला पनि लास्ट टाइम यतैतिरको भ्लग हाल्थेँ क्या। अन्त मैले यहाँ यो खोलाको भ्लग नै हालेको थिएँ, डिलिट गरेँ होला मैले सायद। यता हो। सो हेर्नु न कस्तो बाटो लिएर आउँछ यिनीहरूले। बाटो त यस्तो औडा। जस्ट यो बाटोमा साइक्लिङ आउँछु कि एकदिन, साइक्लिङ आउँछु क्या म। अस्ति नै पनि आएको थियो, अस्तिको भ्लग मैले डिलिट गरिदिइसकेँ होला क्या होइन। अब टक्क लगाएर के भने हात गलिसक्यो भ्लग बनाउनु, त्यस्तो सही छैन गाइस। सो हजुर यस्तो युट्युब स्टार्ट गर्न चाहनुहुन्छ भने हाल्न सक्नुहुन्छ। म पनि भर्खर स्टार्ट गरिदिएको हो। बल्ल 45-50 सब्सक्राइबर्स भएन। 1K कहिले पुग्ने, त्यो 1K चाहिँ पुऱ्याइदिनु पऱ्यो क्या। भ्युज भने जान खोज्छ ठिकै, तर भ्युज भने जान्छ।
एउटा मेरो हाइएस्ट भ्युज भनेको भिडियो कुन थियो भने एउटा गेमिङ भिडियो हालेको थिएँ कि मैले यही च्यानलमा गेमिङ भिडियो हालेको थिएँ। अनि गेमिङ भिडियो हालेको त्योमा 930 भ्युज गएको थियो क्या जम्मा। त्यो पनि आफ्नोलाई पपुलरै लाग्छ नि होइन, टक्क लागेर त्यो भिडियोमा चाहिँ मैले 930 भ्युज गएको थियो। त्यति नै आफ्नो सब्सक्राइबर भए भए त मोनेटाइजेसन गर्न त पाउँथ्यो। सो त्यो गर्नु पऱ्यो क्या, भ्युज चाहिँ जान्छ तर सब्सक्राइबै बढ्दैन क्या। अनि टक्क हेर्नु अर्का खेतबारी यो पनौती काहे बोले भाइ साहब, माथिबाट भाइ गरिदिरहेको छ होइन। खोला चाहिँ यही रहेछ, ठिकै रहेछ। उहाँ यो बिचमा खेल्ने होला होइन हामी, यहाँ खेल्ने हो यो बिचमा खेल्ने रे। अनि त्यो छेउमा चाहिँ के कसो छ, यहाँबाट छिर्छ नि तिमीहरू, यहाँबाट छिरेर उताबाट निस्किने हो, यहीँ खेल्ने हो तिमीहरू पहिला। ल कपडा खोल्दैछ नि हेर्नु है, पौडी खेल्न भनेपछि त पनौतीहरू त आम्फाली गाइज, आम्फाली रोक ऊ आम्फाली ओइ हेर्न पौडी खेलेको जान्छ त भाइ, यो नाङ्गी अब यसको भिड। सो गाइज म पनि जान्छु होइन, अब टक्क म त झन् अब स्पेसल खेलिदिनै पऱ्यो। झन् कस्तो गरिम पनि पारेको हेर्नु, पसिना आएको, पसिना म्याकोरी पसिना नि आइरह। अनि टक्क पौडी खेल्ने, अनि उता शीतलमा गएर बस्नु पर्ला यो रुखनिर, टक्क रुखनिर जाने। हेर्नु भ्यू खोलाको छेउमा यो पहाड, एक दिन मैले पहाड पनि चढ्नु ट्राई गर्छु है त गाइस। 1K सब्सक्राइबर्स पुऱ्याइदिनु, म योमा चढेँ ल। सो फाइनली गाइज हामी चाहिँ नुहाएर टक्क आइसक्यो। हेर्नु देख्न सक्नुहुन्छ कपाल होइन, यिनीहरू नि हेर्नु न, दाजुभाइ त लरे गर्छन् पौडी खेलेर। हेर्नु कपाल भिजेको। ओ पौडी खेल कस्तो भयो तँलाई? भन् त मजा भयो, रुँदै भने हेर्नु न बच्चाले होइन। अब नुहाएर नि मजा भयो। ओ तँलाई नुहाउनु कस्तो भयो पौडी खेल्न? त्यसो नदेखाए राम्रोसँग। सो होइन हामी चाहिँ नुहाएर टक्क आइसक्यौँ। हेर्नु अनि झारी हाम्हालिदिने भि हेर्नु न मकै असला मकै। सो हेर्नु नि ब्याकग्राउन्डमा यिनीहरूलाई हेर्दैन क्या, मलाई हेर्नु बस। साउन्ड सानो आछ, मैले माइक लगाएको पनि छैन, मैले मोबाइलबाट रेकर्डिङ गर्दैछु होइन। अब के कसो हुन्छ म भिडियो गर्दै जान्छु होइन। के अरे के कसो कमी आउँछ होइन, त्यो भनिदिने होला कृपया होइन। टक्क हामी चाहिँ भ्लग बनाउँदैछु होइन। हेर्नु न यस्तो बाटो हिँड्नु पऱ्यो एक्युरी, यस्तो बाटो हिँड्ने हे। सो हामी चाहिँ लगभग अब यहाँबाट पुलमा हिँड्ने जाने हो क्या। अब स्टार्टिङ हो होइन, सपोर्ट चाहिँ गरिदिनु होला। अब भ्लग बनाएको छु र आफ्नो लागि सबैको लागि होइन। त्यो हामी चाहिँ यहाँ पुलमै आइपुग्यो, अघि नैको पुल छ नि, हामी त्यहीँ आइपुग्यो। सो थाक्यो होइन फाइनल्ली। अब हामी जाने पुल कुन हो भने यहाँ देख्न सक्नुभयो होला पुल, यो पुल छ नि, यो हो त्यो पुल, त्यहीँबाट जाने होइन। हाम्रो घर चाहिँ ठिकै पारि पर्छ क्या हाम्रो भन्दा नि, यिनीहरूकै घर हो क्या यो। यिनीहरू चाहिँ मेरो भान्जा
लरी चाहिँ हेर्नु यो यसो फाइनली थाक्यो होइन हामी चाहिँ जानुपर्छ ल होइन अब भन्नु त केही पनि छैन जस्ट भनौँ न मेन कुरो एनी अब सब्सक्राइब गर्नु क्या भिडियोहरू रिसिभ गरिदिनुहुन्छ होइन तपाईँहरू अब के भन्ने मैले पनि भिडियो त धेरै बनाइहालेँ किनकि फोन थिएन राम्रो फोन थिएन मैले भ्लग बनाउनको लागि पनि होइन हजुरहरूकै लागि भनेर भ्लग बनाइरहेको छु टक्क सपोर्ट चाहिँ गर्नु पऱ्यो क्या सानो युट्युबर हो यसको त लाइक छैन कतिले के राम्रो होला र भनेर छोडिदिनुहुन्छ केही त गरिदिनु क्या जस हेरिन्छ नि हेर्नुपर्छ हामी यस्तो थाकी म भ्लग बनाइरहेको छु होइन यही पुल हो कि यही पुलबाट जाने अनि ठ्याक्क यता पारितिर बस्छ क्या हाम्रो घर चाहिँ यहाँको घर हेर्नु लड्दैन यो त्यो पनाउँ त्यो दाई भएर भाइसँग लड्दै हिँड्छस् थाके म तपाईँहरूलाई सो फाइनली गाइज खोला देख्न सक्नुहुन्छ खोला होइन भ्यू हेर्नु भ्यू हरियाली टक्क यो हो नि त भ्यू भनेको त यहाँकुरी टक्क हरियाली वाह वाट अ डिजाइन हरियालीको बिचमा टक्क खोला होइन टक्क होइन अब अब हामी यहाँ खोला आइसक्यो यो पुलमा अब पुलबाट टक्क जाने अब घर जाने टक्क लगाएर अब यसो अब खोलामा धोइरहेको छ नि यसो हल्का पहल पुल गर्नु पऱ्यो होइन रफ नबोल के टक्क फाइनली गाइज हेर्न सक्नुहुन्छ भ्यू भ्यूको बिचमा कस्तो मजा आउँछ क्या हरियालीको बिचमा खोलाको साउन्ड होइन अब टक्क लगाएर म घर जाने नुहाइधुवाइ गर्ने अघि भन्न पाएन यसले गर्दा नुहाइधुवाइ गर्छु होइन अनि टक्क फेरि भोलि म फेरि तपाईँहरूलाई भ्लग अपलोड गर्छु अर्को भ्लग आउनु सक्छ है त तपाईँहरूलाई ल बाई बाई गाइस अहिले म घरबाट घर जाने त्यसपछि त्यही त हो सो फाइनली गाइस आइपुग्यो होइन देख्न सक्नुहुन्छ टक्क लगाएर घर पनि आयो त्यहाँ आइरहेको त्यो चाहिँ हेर्नु न क्लियर त छैन त्यही पनि हेर्नु भ्यू ल आइपुगेँ टक्क लगाएर अब बाई बाई सब्सक्राइब गर्नु न्यू भिडियो बाई